दाइ किन घबराएर बस्नुभएको? ओहो कान्छा के गर्नु हेर त छिमेकीको यहाँ बारी कस्तो हराभरा त्यतिखेर अन्न नखाए जस्तो काम गरेर आफ्नो भने त्यो उतिखेर के भन्ने त्यो रासायनिक मलको प्रयोग गर्दा मेरो बारी हेर त बाजै केही अहिले बेड बिरुवा हरियो परियो पनि केही पनि उम्रिँदैन। हो दाइ यस्तो समस्या हो भने त माथि ओडातिर गएर कृषि प्राविधिकसँग सल्लाह लिनु न दाइ। अब त केही टुङ्गो लागेन भाइ जानै पो त पर्यो नि। ओहो दाजु वडा कार्यालयतिर जानुहुने हो कि? काम त छ अहिले एकछिन बस् न, अहिले एकछिन यो काम सकाएर अनि जानुपर्छ ल सँगै। हस् हुन्छ। कति राम्रो साग लाउनु भएछ। मल त अब यसमा कुनै न त केमिकल मल पनि हालेको छैन, के पनि हालेको छैन। मैले घरको प्योर गाई भैँसीको गोबर मल हालेको। हेर त कस्तो राम्रो छ। म धेरै पछुतो लाग्यो दाजु, तपाईँले आफ्नै बारीको आफ्नै गाई भैँसीको मल प्रयोग गरेर यस्तो राम्रो फलाउनु भएछ। म पनि अब यस्तै गरेर फलाउँछु। जाउँ नि अब माथि बाइकको उडाइमा गएर गरौँ न। आरामै हुनुहुन्छ? प्राविधिक साहब मेरो अलिकति समस्या थियो, केही सुन्दै हुन्छ कि? के थियो होला त्यस्तो? अब पहिले त्यो रासायनिक मल पहिले युज गरेँ, सबैले युज गरेको देखेँ। मैले पनि गरौँ न त कस्तो उत्पादन हुँदो रहेछ भनेर गरेँ। एक दुई पटक त राम्रै उत्पादन भयो। त्यसपछि त त्यो बारीमा केही रोप्दा पनि राम्रो नहुने के भयो होला? केही त्यस सम्बन्धी केही पाउँछु कि सुझाव सल्लाह भनेर। हो, तपाईँले एकदमै राम्रो कुरा लिएर सही टाइममा आउनु भएछ। हामीले रासायनिक मल प्रयोग गर्दाखेरि स्वास्थ्यमा विभिन्न समस्याहरू आइपर्छ। त्यस कारणले त्यो रासायनिक मल प्रयोग गर्नु भन्दाखेरि पनि हामीले आफ्नै गाउँघरमा रहेको गोठे मलहरू प्रयोग गर्दाखेरि हामीलाई स्वास्थ्यको लागि पनि एकदम हानिकारक हुँदैन। माटोको उर्वरा शक्ति पनि धेरै बढ्ने भयो। त्यस कारणले सकेसम्म हाम्रो जति पनि यो समाजमा रहेको कृषकहरूले चाहिँ गोठे मल नै प्रयोग गरौँ पर्छ भन्ने मेरो भनाइ छ। हजुर हस् हुन्छ। फेरि पनि तपाईँहरूले अब बाली उब्जाउ गर्नको लागि लाभदायी हुनको लागि तपाईँहरूले 2-4 वर्ष फेरि आफ्नै गाउँघरको यो आफैले उब्जाउ गरेको यो मलहरू प्रयोग गर्नु पर्यो। हजुर हस्, एकदमै तपाईँले राम्रो सुझाव सल्लाह दिनुभयो, त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद छ सर हजुरलाई। अनि मेरो नि सर एउटा सानो बिन्ती थियो सर, जो चाहिँ यो बारीमा लाग्ने किराहरू हुन्छ नि त्यसलाई अनि उनीहरूलाई चाहिँ कसरी हामीले चाहिँ मार्ने त्यो केही छ तपाईँहरूसँग आइडिया के छ? जुन नेचुरल आइडियाहरू। ल ठिक छ, हजुरले राम्रो कुरा ल्याउनु भयो। हजुरले चाहिँ किरा मार्नका लागि जस्तै हाम्रो घर वरिपरि पाइने जडीबुटी, तितेपाती, बाबरी मिसाएर, निमको पात अनि पिना तितेपातीहरू मिसाएर तपाईँले किरा मार्नका लागि प्रयोग गर्न सक्नुहुन्छ। हजुरले चाहिँ अझै निमको पात, खरानी, गाईको गहुत बारीमा मिसाएर चाहिँ तपाईँले बालीहरू अथवा बोट बिरुवामा चाहिँ सजिलै छर्न सक्नुहुन्छ र त्यो छरिसकेपछि चाहिँ किराहरू मर्न सक्छ। त्यसैले सजिलैसँग नियन्त्रण गर्न सक्नुहुन्छ तपाईँ। हजुर एकदमै तपाईँले राम्रो सुझाव सल्लाह दिनुभयो, त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद छ सर हजुरलाई। दिवस सरहरू हजुरहरूले राम्रो ज्ञान राम्रो शिक्षा दिनुभएको छ र अहिले हामीलाई हतार पनि छ र कुनै दिन भेटौँला। अहिले चाहिँ हामी जान्छौँ। हामीहरूले रासायनिक मल प्रयोग गरेर पछुताउनु भन्दा पनि आफ्नै घरमा भएको गोठे मल प्रयोग गर्ने बानी बसालौँ। धन्यवाद।